नमस्ते हजुरहरू जम्मैलाई स्वागत गर्दछु गोर्खा टुडे 24/7 मा म दीपक लिम्बू। दर्शकबिन हामीले यस च्यानलमा हजुरहरूलाई थाहै छ होला, हामीले विगत दिनमा 13 जात गोर्खाको 13 जातको प्रत्येकवटा जातिको नेतृवर्गहरूसँग हामीले अहिलेसम्म वार्तालाप गर्दै आइरहेका छौँ र उद्देश्य एउटै छ। हाम्रो एउटा ठुलो मोटो लिएर यस हामीले वार्तालाप गर्दै आएका छौँ। मोटो के हो भनेदेखि छुवाछुत, उच्च निचा जात मनमा एउटा हाम्रो गोर्खा समाजमा एउटा विधान ठुलो एउटा अन्धविश्वास जस्तो छ र अहिलेदेखि हैन, यो पुर्खाबाट नै चलेर आइरहेको छन् र यसै क्रममा हामीले विभिन्न जातिको पदवी वर्गहरू वा उहाँसँग हामीले टेलिफोनिक अन्तर्वार्ता लिइरहेको क्रममा आज हाम्रो लगभग 9वटा जाति गोर्खाको 9वटा जातिसँग हामीले टेलिफोनिक अन्तर्वार्ता भइरहेका छौँ र अन्तिममा हामी अझैसम्म गाइने र जोगी गाइने र जोगीको समाजबाट हामीले कुनै पनि सम्पर्क गर्न सक्षम भएको छैन र कतै न कतै हजुरहरूसँग यदि छन् भने हामीलाई कृपया गरेर हाम्रोसँग सम्पर्क गरिदिनुहोस् र हामी हजुरहरूसँग आभारी रहनेछौँ। यो भन्न चाहन्छु। धन्यवाद। जय आसाम, जय गोर्खा।